ओ बुढी एक मग चिया फिक्का फ्याल्लाई परेको देऊ देऊ। अब आबाट त्यस्तो डुलिरौ काम कुछ केही छैन। डुलेको छ घरको अवस्था के भएछ के तिमी थाहा छैन है तिमीलाई? के यतिकै बस्ने के गर्ने विचार छ तिम्रो? यार बुढी सुडी भन्दिन दैलोबाट छिरेको छैन सुरु भइहाल्छ उसको। घर चाहिन्छ कि खर्साङको रेडियो साला के म गर्नु कोसिस गरिरहेको छु त केही कुछ नभएपछि चाहिँ म के गर्नु। अब यसो बाँकी साकी खोजेर जाऊ। गाउँमा बसेर काम पनि छैन। बाँकी चाहिँ तिमीलाई के जस्तो लाग्दैछ? 10 रुपियाँ गोटाको बिस्कुट उधारोमा आएको जस्तो लाग्दैछ तिमीलाई हो? 2-3 लाख पो लाग्छ त। 3 लाख पैसा कहिले एकैचोटि देखेको छौ? त्यहीमाथि 3 लाख आएको जमानामा कसले दिन्छ? तिमीले देखेको छौ एकसाथ? मैले त देखेको नि फोटोमा। अब जिस्की मात्रै बस। छिटो गरेर जाऊ भनेको म त। हाम्रो फ्युचरको लागि राम्रो हुन्छ भनेको। किन म गयो भने चाहिँ त्यो माथिल्लो घरको त्यो जनतासँग लाग्नुको लागि हो? मलाई सबै कुरा थाहा छ। मलाई सब थाहा छ बुझिस् तिमीहरूको थाहा छ चर्तिकाला। तिमी चाहिँ जोसुकैसँग आँखा नलगाइ बसौ। जनताले त भाइ पो त। भाइ अबि भाइ अब भाइ अरे भाइबाट त स्टार्ट हुन्छ त नाना किसिमको साइनहरू हुँदैन। म बाहिर देश जाँदिनँ ठ्यापै जाँदिनँ। हजुर 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 शैतानको नाम लिएको शैतान हाजी। यो घरमा भाउजू मात्र छ दाजु छैन? कोही बेला त दाजुलाई पनि बोलाउँदै आएछ न। जहिले भाउजू भनिन्छ भाउजू भनिन्छ। अब सजिलो साइनो भाउजू खाली लाग्छ अनि के गर्नु? पहिलासम्म भाउजू बिहा नगर्दाखेरि त दाजु सजिलो लाग्थ्यो त तिमीलाई त। अन्त अहिले चाहिँ तिमीलाई भाउजू सजिलो प्रगति के छ विचार भन है। म त मुखमै भन्छु लिम्बू हो कि फेरि रिस नउठाइ। जिस्काकै अप्ठ्यारो नमान्ने फेरि आइज भित्र बस। बुझ्छु नि दाजु बुझ्छु नि। किन रिसाउनु आफ्नै दाजुसँग फेरि? होइन यसो दाजुहरू पनि यसो सम्झिँदै गर। भोलिको दिनमा साइनो बिर्सिन्छ भनेर तँलाई सम्झाइराखेको नि। के कामले आइस पो? काम चाहिँ होइन पहिला एक मग चिया खाइदिउँ न हौ भाउजू। अब चाहिँ पक्का भयो। मैले शङ्का गरेको पक्का भयो पक्का। के हो दाजु मैले त चिया खालि मागेको त हौ। अमै भाइ यही चियाले त कुरा बिग्रिन्छ त। यही चियाले भरे यही चियामा तिमीले मलाई डुबाएर राख्यौ भने तिमी गइहाल कुकुरी कहाँ राखी चाहिँ के भन्छ यो दाजुले? गइहाल। के भएको यो मान्छे चाहिँ बाउले के हो? खासमा चाहिँ म चिया खानु पनि आएको होइन तिम्रो बुढीसँग साइड खेल्नु पनि आएको होइन। म त यसो दाजु भाउजू भनेर पो आएको त हौ। अनि छोडिदियो त्यो कुरा। त्यो बाउलाई यसो को कुरा गरेको पैसाको कुरा गरेको थियो अरे कुवेत जान्छु भनेर त्यही दिउँ कि भनेर आएको नि दाजु। मलाई नि उल्टा हान्दो रहेछ।